कोही पनि बस्दैन सबैले नमस्कार दर्शकवृन्द, यहाँलाई हार्दिक स्वागत छ। म सन्तोष बेके थापा। सडकमा जेनजी विशेष लाइभ लिएर हामी पुनः तपाईहरुको बीचमा आइपुगेका छौं। यति बेला देशभर के भइरहेको छ र जेनजीको यो सडक आन्दोलन जुन हिसाबले हिजो सरकारले 19 जना युवाहरूलाई गोली हानेर मार्ने काम गर्यो र उसले हत्या गर्यो, त्यसपछि जुन हिसाबले देशभर आन्दोलन चर्किएको छ, त्यो आन्दोलनको लाइभ अपडेट के भइरहेको छ भनेर दिनका लागि म तपाईहरुको बीचमा उपस्थित भएको छु। यति बेला जेनजी जो प्रदर्शनकारीहरू हुन् र यति बेला जेनजी मात्रै यो आन्दोलनमा सहभागी भएका छैनन्। जोले जेनजीमाथि सरकारले राज्य आतंक मच्चाएर 19 जनालाई बानेश्वरको सडकमा गोली हानेर मार्ने काम गर्यो, त्यसपछि अहिले आन्दोलन झन् उग्र बनेको छ। प्रदर्शनकारीहरू यति बेला चाहिँ नेताका घर घर खोजेर अगाडि बढिरहेका छन्। यति बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा तोडफोड भएको छ र तपाईलाई मैले यति बेला देखाइरहेको यो दृश्य नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र पत्नी आरजू राणा जो परराष्ट्र मन्त्री समेत छिन्, उनको यो युलेन्स स्कुल हो। युलेन्स स्कुलमा पुगेर यति बेला चाहिँ प्रदर्शनकारीहरूले तोडफोडको प्रयास गरिरहेका छन्। युलेन्स स्कुलको यो झ्याल ढोकाहरूमा चाहिँ ढुङ्गाले प्रहार गरेर तोडफोड गर्ने प्रयास भइरहेको छ। यो दृश्य भर्खरै केही समय अघि मात्रैको हो। यो दृश्य चाहिँ मैले तपाईलाई देखाइरहेको छु। यो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाकी पत्नी तथा परराष्ट्र मन्त्री समेत रहेकी आरजू राणा देउबाको युलेन्स स्कुल हो। यो युलेन्स स्कुलमा यति बेला प्रदर्शनकारीले तोडफोडको प्रयास गरिरहेका छन्। त्यहाँनिर यो दृश्य देखिन्छ। अब म तपाईलाई